ल हेर त रातभरिको पानीले झापा बेर्तामोडतिर अथवा बेर्तामोडभन्दा पश्चिम यो पञ्चकन्या प्लटिङमा पानीको यस्तो छ भरिभर आउँछ। यता पानी आउँदैछ, यहाँ पानी छ। नानी आए नजाऊ त, मान्छेलाई कसै गरे पनि शान्ति छैन। गर्मी हुँदा पानीको आशा गर्छ, पानी धेरै पर्दा कति परेको भन्छ। साह्रै गर्मी भयो भने शीतलता खोज्छ, जाडो भयो भने पनि के साह्रो जाडो भयो यो वर्ष भन्छ। अब पानी थिएन, अस्ति गर्मी भयो, अब पानी धेर पर्दै अब पानी परेर यो सब डुबान भयो। अब पानी पर्छ, दसैँमा के साह्रो पानी आएको भन्छ, कसै गर्दा पनि शान्ति छैन। ल पानी यस्तै हो मान्छेलाई। नानी छेउमा नजाऊ है उता। हेर त कस्तो छ पानी, डुबान सब छेउछेउमा यस्तो अवस्था छ। पानी परेर अब पहाडमा पहिरो जान्छ धेरै, मधेसमा पानीले डुबाउँछ, यति हो। कहीँ शान्ति छैन। धेरै छेउमा नजाऊ, आए नानी त्यो नालीमा नजाऊ बेटा। यस्तो छ। हजुर आज कहाँ के भयो कोनी। कहाँ के भयो रातभरिको पानीले। पानीले बाजेको घरभित्र डुबायो, भित्रैसम्म पर्यो पानी। ए नन गाडी आयो, छोड्दै थिएँ, पानीले भिजाउँछ। यता